हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू पनि सन्चै हुन्छ होला। म पनि सन्चै छु। अनि म चाहिँ बहिनीकोमा बुधबारे पुगिसकेको छु साथीहरू। अनि म चाहिँ जहिले झापा जाँदाखेरि मम्मीले रोटी पुलाउ पकाएर खुवाएर पठाउनुहुन्छ नि त। मलाई चाहिँ कति धेरै मनपर्छ। अनि जहिले गएको बेला मम्मीलाई मम्मी तपाईँको हातको पुलाउ र रोटी चाहिँ खाएर जान्छु भन्छु। अनि जहिले मम्मीले जाँदै पछि पकाएर खुवाएर पठाउनुहुन्छ। अनि कति मिठो हुन्छ मम्मीले पकाएको चाहिँ। अनि यता चाहिँ हाम्रो मम्मीले पकाइराख्नु भएको छ। हिजो पुलाउ खायौँ अनि आज चाहिँ सेलरोटी मम्मीले पकाउनु हुँदैछ, सेलरोटी खाने। अनि मम्मीले चाहिँ कस्तो मजाले पकाउनुहुन्छ क्या, कस्तो भित्र सुप्ला पनि बस्दैन, कति मिठो हुन्छ। चाहिँ नानी मेरो बहिनीको छोरा हो नि त, ऊ कति मजाले रोटी चोप्दै खान्छ, कति मन पराउँछ। उसको मेरोमा चोप्छ अनि उसकोमा चोप्दै खाँदै गर्छ साथीहरू। हामी चाहिँ मम्मीले भित्र पकाउनु हुँदैछ, बाहिर 3 जना बसेर पुरा खाइरहेको छौँ रोटी। हामी चाहिँ रोटी खाइसक्यौँ अनि दिदी बहिनी मम्मी नानी भएर बेसी जान्छ। अनि कति धेरै आँप फलिरहेको छ। यता हाम्रो पाहाडमा चाहिँ फलेन नि त आँप, त्यहाँ चाहिँ फलिरहेको छ। कति धेरै घाम पनि लागिरहेको थियो अनि कत्रो कत्रो भयो। अनि सानो बोटमा मेवा फलिरहेको छ। उता देखेको चाहिँ बहिनीहरूको घर। अनि यो चाहिँ बाख्राको खोर देखिरहेको छ। गोठ पुग्न आँटेको थियौँ, कस्तो मजाले बर्खे धान फलिरहेको छ। अनि हाम्रो बहिनीहरूकोमा चाहिँ बर्खे धान रोप्दैनन् नि त, त्यहाँदेखि ओरतिर चाहिँ कति धेरै रोप्नु हुँदो रहेछ। ऊ पर देखेको चाहिँ बहिनीहरूको खेत। अनि यहाँ चाहिँ बहिनी सोत्तर बोकेर गइरहेको चाहिँ गाईलाई भैँसीलाई। अनि यता चाहिँ धान कस्तो मजाले भइरहेछ। अनि पर देखेको गोठ चाहिँ बहिनीहरूको हो। के बनाएको नानी? गोठ बनाएको। अनि त्यो गोठभित्र के हालेको? बिबी गाई। बिबी गाई? अब बिबी गाईलाई के दिने? घाँस दिने? कसले काट्नुहुन्छ घाँस? नानी आफै काट्ने? उता चाहिँ बहिनी घाँस काटिरहेको छ मकैबारीभित्र। अनि उता चाहिँ आलस छर्नु भएको रहेछ पहिला नै। अनि म चाहिँ यसपालि गाडी बन्दले गर्दा 2-3 दिन बसेँ नि त। अनि अब भोलि चाहिँ जाने भनेर हरियो मकै भाँच्नलाई बहिनीसँग बेसी गएको